ल साथीहरू हाम्रो म्याडमले चाहिँ यता ढिँडो बनाउँदै गरेको अवस्था है। आज चाहिँ पासो थापेको थिएँ कालिजलाई, कालिज परेछ अनि कालिज लिएर चट्ट बनाएर मासु सट्ट बनाइएको छ। अनि यहाँनिर रुममा लिएर किचनमा ढिँडो मस्काउँदै गरेको अवस्था छ हाम्रो म्याडमले चाहिँ। अब यो ढिँडोलाई चाहिँ म लास्टै यति मजाले खान्छु कि भन्दैछु कि। राम 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 गर्नुभयो अरे। ल के छ चरा यति ढिँडो मस्काउँदाखेरि नि मलाई भन्छन् साथीहरू गाह्रो छ जिन्दगानीमा। हेर्नुहोस् त बुढीले पाल्छ भनेर लिएर आएको यस्तो ढिँडो यति ढिँडो मस्काउँदै गले भन्नु थाले। अब के गर्नु गाह्रो छ है, गाह्रो छ जिन्दगीमा साथीहरू। है हामी चाहिँ फाइनल्ली किचनमा हो होइन। यसो बुढीले चाहिँ नि नेपालमा जस्तै ढिँडो बनाउँदै गरेको अवस्था। ठिक छ यो ढिँडोलाई म यति व्यवस्था गर्छु कि अहिले। ल सबैजना साथीहरू हेरेर कस्तो गर्नुहुन्छ तपाईँहरू ढिँडो लभरहरूलाई। हेलो गाइस सम्पूर्ण दर्शकवृन्दहरूलाई फेरि पनि राई इन्टरटेनमेन्ट युट्युब च्यानलमा वेलकम गरेँ। आज चाहिँ विशेष गरी साथीहरू हामीले चाहिँ तीनजना कार्यक्रम गरिरहेछौँ। आमा छोरी बाउ भएर ढिँडो खाने कार्यक्रम चाहिँ सुचारू भइरहेको छ होइन। सबैले हेरेर साथ दिनु होला। विशेष गरी चाहिँ मैले आज कालिज मारेर लिएको साथीहरू। यो मासु सबै कालिजको हो होइन। टक्क लाएर त्यो भएको हुनाले ढिँडो चट्ट खोर्सानीसँग होइन लाएर अब तीनजना हामीले चाहिँ खानु लागेका छौँ होइन। तपाईँहरूले कस्तो लाग्छ ढिँडो रबरहरूलाई चाहिँ होइन यो भिडियो हेरेर इन्जोय गर्नु होला है त। हामी खानु लाग्यौँ है त। केही छ विशेष बोल्नु पर्ने छोरी? पोर्चुगलमा नि कालिज पाइदो रहेछ। म त छक्क परिरहेको छु क्या कसरी हो। मेरो छोरीलाई सरप्राइज भइरहेको छ आज। बाबाले सक भए बाबाले कालिज मार्ने मम्मीले पकाउने छोरी खाने। म त कहाँबाट आएको म पनि दाउरामा हेर्ने। ल थ्याङ्क यू गाइज। हामी चाहिँ खानु थाल्यौँ है त। ल ढिँडो ल फर्स्ट बाइट। ल लास्ट त मै भएछु हौ हेत तेरिका। ल हामी चाहिँ यसरी ढिँडो खाँदैछौँ साथीहरू। एकदमै मिठो भएछ कालिजको मासु। धेरै समय पछाडि कालिज झुन्डाइयो, पासोमा पारियो। पहिला नि बनाउनु भएको थियो बाबा? पहिला गाउँमा नि थाप्थ्यो नि त। अब एक दिन फेरि बदेल झुन्डाउनु बान्नु पर्ने छ हौ। डोरी थापी हिँड्छु पर्दै। रमाइलो छ, मिठो भएको छ साथीहरू। आम्मामा कालिजको मासु हेट। कालिजको मासु त मैले त फर्स्ट टाइम खाएको होला हौ थाहा पाएर त बाबा। खाएकै छैन। अब बाबा घरमा भएको भए त खान्थ्यौ के अरे। बाबा विदेश त्यही भएर नि केही छैन। पाको मासु खानुपर्छ। फर्स्ट टाइम कालिजको मासु खाएँ हौ मैले त। मासु खानुपर्नेछ। पोर्चुगलमा पा पाउँदैन होला के गर्नु। समुद्रको चेपचेपमा जानुपर्छ पाइहाल्छ। है साथीहरू हामी चाहिँ यसरी खाँदैछौँ है। अब चाहिँ हाम्रो ढिँडो लगभग सक्नु लाग्यो। ल है गाइजहरू हामीले चाहिँ ढिँडो अब कम्पिटिसन तीनजनाको परेको होइन। विनर चाहिँ यता भयो। ल विनर यता भयो, मेरो छोरी भयो होइन। अब सेकेन्ड चाहिँ मै हुन्छु जस्तो। म लास्ट हुनु पर्दैन त्यो सेकेन्ड होला जस्तो छ आज कालिजको मासुले गर्दाखेरि। त्यस्तै छ हाम्रो म्याडम उता थाल भरिदिन्छ। यता चाहिँ
ढिरो रबर पर्नु भएन कि के हो डल्लै छ है गाइस अब भात खानु नि रे ढिँडो मन पर्ने भात खाने भगनी चाहिन्छ मलाई ढिँडोको फेरि भात अनि गाईहरू मिठो हामी चाहिँ अब फर्स्ट सेकेन्ड चाहिँ छुटिसक्यो है गाइजहरू ल तपाईँहरूको दिन शुभ रहोस् हामीले चाहिँ यसरी नै मुखबाङ गरेका छौँ आज कालिजको मासु ढिँडोको मुखबाङ र ढिँडो यसरी खाइयो होइन सो रमाइलो छ मिठो कालिजको मासु चामल जाम मिठो भयो पहिला गाउँमा कालिज झुन्डाइन्थ्यो साथी हो यसपालि त मैले पोर्चुगलमा नै झुन्डाइदिएँ अब बङ्गुरलाई नि ट्राई चाहिँ गरेको पासो धेरैचोटि थापिसक्यो परेको छैन कुन दिन झुकिन्छ होला साथीहरू ल हाम्रो चाहिँ यस्तै हुन्छ है साथीहरू जहिले पनि राई इन्टरटेनमेन्ट युट्युब च्यानल चाहिँ तपाईँहरूले देखेर पनि नदेखे जस्तो चाहिँ नगर्नु होला तपाईँहरूको मोबाइलमा चट्टा राई इन्टरटेनमेन्ट युट्युब च्यानल चाहिँ टक्का आइपुग्यो भने देख्ने साथै सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला र तपाईँहरूको साथीहरूलाई सेयर गर्नु नबिर्सिनु होला है त हामी चाहिँ एकदम नेचुरल भिडियोहरू लिएर आउने गर्छौँ होइन सो म तपाईँहरूलाई सकेसम्म मैले भिजिट गरेको ठाउँहरू सबै नेचुरल देखाउँछु क्या सो त्यो भएको हुनाले गर्दाखेरि तपाईँहरूले सब्सक्राइब गरिराख्नु भयो भने जति पनि मैले भिडियोहरू अपलोड गर्छु त्यो भिडियो चाँडोभन्दा चाँडो तपाईँहरूको मोबाइलमा नोटिफिकेसन आउनेछ र तपाईँहरूले त्यो भिडियो हेर्नु पाउनुहुनेछ है त साथीहरू र कति भिडियोहरू चाहिँ तपाईँहरूलाई पनि काम लाग्ने उपयोगी भिडियोहरू हाल्ने गर्छु म चाहिँ होइन वास्तविकता यथार्थ सो एकदमै यहाँहरू सम्पूर्णलाई म नमन गर्न चाहन्छु माया गरिदिनु भएको छ अझै धेरै माया गरिदिनु होला भन्ने र म अनुरोध गर्न चाहन्छु साथीहरू है त केही छ छोरी भन्नु जाओस् एक दुई शब्द ल मेरो बाबाले नयाँ युट्युब च्यानल खोल्नु भएको छ सबैजनाले साथ सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु थ्याङ्क यू धन्यवाद छोरीको पनि गइसक्यो उता चाउ, हाम्रो म्याडमको केही छ साथ सपोर्ट गरिदिनु होला ढिँडो खाइरहेछौँ अब भात खान्छौँ यता ढिँडो खाएर भात खाँदा कस्तो हुन्छ त्यसै मोटाइँदैन होला त्यतिले यत्रो जान्छ भएको होइन है गाई त्यसै जान्छ यत्रो भएको होइन है गाई ल साथीहरू तपाईँहरूको दिन शुभ रहोस् होइन गुड नाइट भन्न चाहन्छौँ यतिखेर हामीले चाहिँ फाइनली रूपमा ढिँडो सिरो खाइसकियो होइन अब फेरि पनि अर्को यस्तै किसिमका नेचुरल भिडियोहरू नै लिएर तपाईँहरूसँग आउने बाचाका साथ अहिले चाहिँ हामी थोरै भिडियोबाट ओझेल हुन चाहन्छौँ हस्त धन्यवाद चाउ चाउ